गन्तव्य भन्दा यात्राको सम्झना मिठो हुन्छ। नमस्ते। आज हाम्रो गन्तव्य सिन्धुपाल्चोकको इर्खुसम्म रहनेछ। हामीले हाम्रो यात्राको सुरुवात कोटेश्वरबाट गर्यौँ र हामी भक्तपुर, नगरकोट, 0 किलो, दलालघाट हुँदै इर्खु पुग्नेछौँ। आज चाहिँ टेफोको हाम्रो यात्रा सुरु भएको छ हैन। हामी चाहिँ आज काफल खाने भनेर निस्किरहेछौँ। अहिले चाहिँ हामी कहाँ आइपुगेछ? नगरकोटमा छौँ। आज चाहिँ हाम्रो घुम्ने फ्यामिलीको मेम्बर चाहिँ बढेको छ है। हामी आएको छौँ र हामी चाहिँ अब काफल हन्टिङमा छौँ अहिले। आज चाहिँ मौसम पनि एकदमै राम्रो देखिरहेछ है। हिजो अस्तिको पानीले त्यस आकाश खुलिरहेको छ। हरियो वन पाखालाई पार गर्दै हामी हाम्रो गन्तव्यतिर लम्किरहेछौँ। भक्तपुरबाट उकालो र हरिया वन पाखा निहाल्दै हामी नगरकोट आइपुग्यौँ। नगरकोट बजारबाट केही पर पुगेपछि हामी दाहिनेतिर लाग्यौँ। यदि बायाँतिरको बाटो पछ्यायो भने हामी चाहिँ साँखु पुगिन्छ। ओह्रालो बाटोलाई पछ्याउँदै हामी कुन्ता बेसी पुग्यौँ। त्यहाँबाट 2वटा बाटो छुट्टिन्छ। बायाँ लागे मेलम्ची र बायाँ लाग्दा 0 किलो। हामी बायाँतिर मोडियौँ। 0 किलोबाट देब्रेतिर मोडिएपछि हामी दलालघाट आइपुग्यौँ। हामी दलालघाट आइपुगेका छौँ। दलालघाट सिन्धुपाल्चोक जिल्लाको एक सुन्दर र प्रसिद्ध स्थान हो, जुन काठमाडौँबाट करिब 57 किलोमिटर पूर्वमा अवस्थित छ। दलालघाट सिन्धुपाल्चोक जिल्लाको प्रवेशद्वार मानिन्छ, जुन अरनिको राजमार्गमा पर्दछ। यहाँको माछा धेरै प्रसिद्ध छ। यहाँका नदीमा पाइने ताजा माछाका कारण यो स्थान माछा बजार भनेर चिनिन्छ। यहाँ सुनकोशी नदी र इन्द्रावती नदीको सङ्गम छ, जसले यस क्षेत्रलाई धार्मिक तथा प्राकृतिक रूपमा महत्त्वपूर्ण बनाएको छ। यहाँको हरियाली, नदी किनार र डाँडा काँडाले यस क्षेत्रलाई एकदमै रमणीय बनाएको छ। अब हामी दलालघाटबाट उकालो लाग्दैछौँ। बन्देउ भन्ने स्थानले हाम्रो गन्तव्य छुट्याउँछ। यदि हामी बन्देउ चोकबाट दायाँ लाग्यो भने तातो पानी पुगिन्छ। तर आजको यात्रा हाम्रो इर्खु भएकोले हामी देब्रे मोडियौँ। आमाको जीवनको भगाई र प्रकृतिको सुन्दरतालाई आँखामा कैद गर्दै हामी निरन्तर अघि बढ्दैछौँ। हरियालीले भरिएको वन जङ्गल निहाल्दा मनमा शान्तिको अनुभूति हुँदैछ। स्टेरिङ समाउने गाउँले काकाको मिजासिलो कुरा र दशकौँको अनुभव सङ्घाल्नु भएको आमा र बाबाको कुराले हाम्रो गन्तव्य नजिकिएको महसुस नै भइरहेको छैन। पृथ्वी गोलो छ
कुनै दिन हामी फेरि भेट्नेछौँ। यो बोलेको वाक्य आज 19 वर्षपछि बल पुरा भएछ। सायद बाल्यकालका साथीहरूको सम्झना हृदयमा बाँचिरहने भएकोले होला आज यो समय जुरेको रहेछ। बाल्यकालका कुराहरू साध्दा अझै पनि म सानै छु जस्तो अनुभूति हुँदो रहेछ। पानीका मिठा छिटाहरूले पातहरू नाचिरहेका छन्, मानौ स्वागत नृत्य गरिरहेका छन्, हामीलाई स्वागत गरिरहेका छन्। हामी चौतारा जानु आँटेको हो, चौतारा जाने बाटोमा आइपुगेका छौँ। कस्तो राम्रो ठाउँ रहेछ, नेचरले नै हामीलाई वेलकम गरिरहेछ। वेलकम, एकदमै राम्रो देखिरहेछ। आउनु त फोटो खिचौँ। अहिले चाहिँ हामी अन द वे टु चौतारा। खासमा हामी चौतारा चाहिँ होइन, इर्खु भन्ने ठाउँ चाहिँ जाँदैछौँ है। इर्खुमा काफल डाँडा छ कि भन्ने कुरा छ, त्यहाँ गएर हामी यस स्थानमा केही बेरसम्म चाहिँ तस्बिरहरू चाहिँ कैद गऱ्यौँ। यस स्थानमा हामी जस्ता यात्रीहरूलाई सेवा दिनको लागि आमाले एउटा सानो पसल गर्नुभएको छ र साथीले यस पसलबाट चाहिँ छुर्पी किन्नुभयो र आमालाई चाहिँ चटपटे बनाउन भन्नुभयो। म चाहिँ यता फोटो खिच्नमा व्यस्त थिएँ। हामी केही बेर यहाँ अल्मलिएपछि पुनः हामी हाम्रो यात्रालाई निरन्तरता दियौँ। अघि साथीले किन्नुभएको चटपटे खाँदै र गफिँदै हामी अघि बढ्दैछौँ। नेपाली चम्चाले नेपाली राष्ट्रिय खाना चटपटे खाँदैछौँ हामी। अघि आमाले भनेको शब्द के रे? बनाउनु भएको रहेछ त। ठिक छ, आयो टेस्ट मन पर्यो। अघि कस्तो छ, पिरो नि ज्यादा छ, अमिलो नि ज्यादा छ क्या। अनि 5 मा चाहिँ कति स्टार दिनुहुन्छ तपाईँ? यो 9 10 चाहिँ होइन फेरि। बिचारा बुढी मम्मीले यस मिठो बनाएको नि। उहाँको हातमा जादु रहेछ, 9 भन्नु कम होइन। हामी निरन्तर उकालो लाग्दैछौँ। उकालोमा एसिलेटरलाई दबाब दिँदै काकाले गाडीलाई हुइकाउँदै हुनुहुन्छ। निरन्तर गुडिरहेको छ गाडी र अब हामी नजिक छौँ आफ्नो गन्तव्यको। हलेर नै सक्यो होला के बाबा? हामी केही घन्टाको यात्रापछि आफ्नो गन्तव्यमा आइपुगेका छौँ। अहिले म काफल डाँडामा छु, इर्खुको काफल डाँडामा। यो जङ्गलमा म हिँडिरहेको छु ऐसेलुको खोजीमा। अनि यहाँ काफल पनि पाइन्छ भन्ने कुरा थियो, त्यही खोजिँदै हिँडिरहेको छु। हेरौँ, होपफुल्ली भेटिन्छ होला होइन। हातमा तपाईँले देख्न सक्नुहुन्छ ऐसेलु टिपिरहेको छु म। यहाँ मजाले ऐसेलु फलेको रहेछ, म चाहिँ यहाँ टिप्दैछु। एकदमै राम्रो मौसम पनि छ आज। अहिले चाहिँ म इर्खु पुग्न लाग्दैछु र यहाँ जङ्गलमा चाहिँ ऐसेलु देखेर चाहिँ म टिपिरहेको छु। ऐसेलु टिप्दै साथीसँग गफिँदै म यो प्रकृतिको सुन्दरतालाई निहाल्दैछु। यो ऐसेलु खाने समयमा छुर्पी खाएर हुन्छ होइन? हामी के खाँदैछौँ? ऐसेलु खाँदैछौँ। एकदमै आफैले टिपेर खाँदैछौँ होइन? यहाँ वेदर त्यस्तै राम्रो छ। यो जङ्गलमा ऐसेलु त्यस्तै राम्रो गरी पाउँदो रहेछ नि। यहाँ कस्तो मजाले टिपिराख्नु भएको छ। यो प्लास्टिकको ब्याग भरिको ऐसेलुको
कति पर्छ त? हो ल अहिले टिपिसकेपछि अब चाहिँ हामी इर्खुतिर लाग्दैछौँ। त्यहाँ चाहिँ हामी वनझाँक्रीलाई हेर्नको लागि जाँदैछौँ। काफल डाँडाबाट करिब 5 मिनटको यात्रापछि चाहिँ हामी इर्खुको यो वनझाँक्रीको शालिगनिर आइपुगेका छौँ। निकै नै सुन्दर दृश्य र शालिगले मेरो मनै मोहित बनायो। यी दृश्यहरू निहाल्दै केही क्षण काकासँग गफिएँ। एकदम ठिक छ, रमाइलो भइरहेछ नि होइन? कहाँ छौँ हामी अहिले? कहाँ छौँ? सिन्धुपाल्चोकको इर्खु भन्ने ठाउँ। एकदमै मौसम त राम्रो छ नि, एकदम शीतल शीतल हावा, शीतल पानी पनि पर्दैछ, गर्मी छैन, त्यही ठिक लाग्यो। ल ठिक छ। स्वच्छ र चिसो हावाले मेरो मन आनन्दित बनायो र साथीसँगको हँसी मजाकले झनै आनन्दित बनायो। अहिले चाहिँ हामी यो झाँक्रीसँग फोटो खिचाउँदैछौँ। म एउटा झाँक्री, यहाँ यता माता। हामीले यात्रा ढिलो सुरु गरेकोले अनि अल्मलिँदै यात्रा गरेकोले इर्खुमा 4 बजिसकेको थियो। बाबाले फर्किन समय लाग्छ भनेर यतैबाट फर्किने सुझाउनु भयो। सोही अनुरूप हामी त्यहाँबाट फर्कियौँ र फर्किने क्रममा पनि केही यादहरू थप्दै फर्किँदै गऱ्यौँ। बाख्राको जीवन यस्तै छ। बाख्राको मालिक बाख्रा त गयो, तिम्रो बाख्रा त गयो तलबाट। घरै यताबाट रहेछ नि तिनीहरूको। बाई। यदि यहाँहरू पनि काठमाडौँ नजिक प्रकृतिसँग रमाउन चाहनुहुन्छ भने यो एउटा राम्रो गन्तव्य हुन सक्छ। यहाँ हामी करिब 2.5 घन्टामा पुग्न सक्छौँ। सिन्धुपाल्चोक प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। हाम्रो मिसन चाहिँ कम्प्लिट भयो। फाइनल्ली हामीले काफल टिप्यौँ, खायौँ पनि। अब चाहिँ ऐसोले पनि टिप्यौँ, खायो। अब चाहिँ हामी फेरि ब्याक टु काठमाडौँ। जस हाम्रो मिसन के भयो त? कम्प्लिट भयो। फेरि भेट्नेछौँ, किनभने यो संसार धेरै साँघुरो छ। मन भएका मान्छेको लागि, यो वाक्यांश साथीको लागि र मेरो युट्युब च्यानलमा जोडिनुभएका सानो परिवारलाई यतिसम्म साथ दिनुभएकोमा धन्यवाद र अर्को यात्रामा फेरि भेट हुने बाचा गर्दै अहिलेलाई बिदा माग्छु। नमस्कार। जाँदा जाँदै केही झलकहरू तपाईँले थाहा पाउन सक्नुभयो। के हो यो? यो काफल हो। यही रुखमा चढेर मैले दुःख गरेर टिपेर ल्याएको काफल है। अब खान मन छ भने यहाँ आउनु पर्यो। चौतारातिर यो बाटोमै रहेछ। इर्खु नपुग्दै जङ्गलमा यो काफल भेटिँदो रहेछ है। अहिले चाहिँ पाक्ने बेला भएछ। अब लगभग 10-15 दिनमा मजाले खान लायक हुन्छ। यस्तै यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र यदि यो भिडियो मन परेको छ भने लाइक बटन थिच्नुहोस् र यदि सुझावहरू छन् भने कमेन्ट गर्न नबिर्सनुहोला। हस्त धन्यवाद।